मर्निङ एभ्रिवान। अब हामी चाहिँ यहाँ मर्निङ ड्युटी गर्नु आएको हो घाँस काट्नु। यसो अब बस्तीमा यस्तै छ हो, घाँस काट्नु आएको यहाँ डाँडामा हो। यहाँ साथीले घाँस काट्दैछ, म पनि काट्दै थिएँ यता साइडमा हो। यसो भ्यूहरू पनि दामी रहेछ त्यो भिडियोमा। फेरि तपाईँहरूलाई स्वागत छ मेरो भिडियोमा। यहाँ घाँस काट्दैछ, यसले चाहिँ घाँस काट्दैछ। यहाँ होमस्टे छ, होमस्टेको त्यहाँ घाँस काट्दैछ हो। अलिक सफा हुन्छ भनेर नि काटेको हामीले यहाँ घाँस। मकै बारीहरू हेर्नु सक्नुहुन्छ यहाँ। अब माथि तपाईँहरूलाई माथि भ्यूहरू हेर्नु, कालिम्पोङ त अम्बो छेउमै देख्छ नि, यहाँबाट त मुनि देख्छ नि। यो त सबसे डाँडा, अब हेर्नुहोस् यहाँ डाँडा छ, डाँडा हेर्नु सक्नुहुनेछ तपाईँहरूले। यस्तो दामी देख्छ कालिम्पोङ चाहिँ। कालिम्पोङ बजार हो त्यो, यहाँ दुर्पिन हो। यता सिङ्जी सन्था सुरुकहरू हो यिनीहरू चाहिँ, सिङ्जीहरू हो। यता लोले गाउँ 360 भ्यू हो यहाँ चाहिँ। 360 नै देख्छ अब यहाँ चाहिँ, डल्लो एउटा परि नै देख्छ हो। कफेरहरू पनि देख्छ, माथि चाहिँ कफेरहरू यहाँ माथि चाहिँ कफेर भन्छ त्यसलाई चाहिँ। यहाँ पनि होमस्टे नै बनिँदैछ हो, यहाँ नि होमस्टे बनिँदैछ। अब स्याटिस बनिँदैछ यहाँ चाहिँ, स्याटिस बनिँदैछ। बोल्दैछ त्यहाँ पनि, बोलाएको छ, घाँस काट्नु आइछ भन्दैछ हो। जाँदिनँ तर एकछिन भिडियोमा देखाइदिन्छु तपाईँहरूलाई नजाराहरू। हाम्रो गाउँ भनेको हाम्रो गाउँ हो होइन। यहाँ यी काम गर्दैछ, बनाउँदैछ होमस्टे। यति अग्लो चाहिँ छ यहाँ चाहिँ। अब यहाँबाट चाहिँ मुनि देख्छ कालिम्पोङहरू चाहिँ। हेर्नुहोस् तपाईँहरूले, यो कुन चाहिँ जग्गा होला गेस्ट गर्नुहोस्। अब बादलहरू त हेर्नु न, अब तल देख्छ नि बादलहरू त। यो पालाहरू मजाको देख्छ कि, रेली पालाहरू, रेलीहरू चाहिँ। पाला चाहिँ अलिक यतै हो। भ्यू देखाउनु मात्रै आएको होइन, हामी चाहिँ घाँस पनि काट्नु आएको हो। सानो सानो भिडियो बनाउँछु, अन्त काम गर्नु पऱ्यो, घाँस काट्नुपर्छ हो। सही जग्गा हेर्नुहोस्, मजाको निक्लिन्छ यतिको दामी जग्गा चाहिँ पाउँदैन, खोजेर पनि पाउँदैन। वाहको माथि सिडी वाह, तपाईँहरू पनि आउनु सक्नुहुन्छ भिजिट गर्नु। यो काङ्केपुङ डाँडा गाउँ हो, डाँडा गाउँ भन्दा चाहिँ यो जग्गालाई चाहिँ अब यस्तो नकाटेर के गर्यो त, नखेली बस है। घाँस काट, घाँस काट। यस्तो बनाएको छ यहाँ चाहिँ। अब भिड थियो, अब भिड पहिला त भिड हो। यहाँ लड्दै कुद्दै अब के भन्नु हो, यहाँ लुक्ने डुमारे खेल्थ्यो। अहिले यस्तो बनिसक्यो हो। यस्तो छ यहाँ हेर्नु सक्नुहुन्छ है। यहाँ नयाँ बनिँदैछ, भिजिट गर्नु मन पऱ्यो भने मलाई कन्ट्याक्ट गर्नुहोस्। यहाँ चाहिँ अब हेर्ने जग्गा, नजाराहरू हेर्ने जग्गा हो यहाँ चाहिँ। अब रुखको टुप्पामा छु जस्तो लाग्छ नि अब यहाँनिर चाहिँ हो। फेरि अब घाँस काटेको देखाउने छु तपाईँहरूलाई। हेर्नुहोस् घाँस काटेको यसरी काट्छ घाँस। बस्तीमा बसेपछि यति काम गरेन भने त इज्जतै छैन नि गाउँमा है अनिल। काम नगरीमा पनि पाउँदैन नि त बस्तीमा चाहिँ, त्यही हो। गर्नै पर्छ ड्युटी, आफ्नो आफ्नो हुन्छ ड्युटी। अब कसैको घाँस काट्नु, आमाको खाना बनाउनु, गाउँको अब यसो काम गर्नु गाउँतिर, यताला सेताला हो, त्यस्तो हो गाउँमा। यस्तो छ, घाँस पनि मजाको छ। अब यहाँ चाहिँ सफा हुन्छ, अब यो घाँस काटेपछि चिटिक्क देख्छ नि त। त्यही भएर हामीले बुझेरै काटिदिएको यहाँ चाहिँ घाँस चाहिँ। एक भारी पुऱ्याउनु आँटिसक्यो, 10 मिनटमा पुग्छ भनेको यसले। कहिले हो भोलि मात्रै काटिसक्नु रहेछ। माढिले हो यो चाहिँ, घाँस काटेको हुन्छ स्टाइलले काटिन्छ यसले चाहिँ। देख्नु भएको छैन होला तपाईँहरूले यसरी काटेको चाहिँ। गीत मात्रै सुन्नुहोस् न, दामी सुन्दै काटिदिँदैछ हो। नेपाली भएर इङ्ग्लिस नसुनै भाइ ल।